के गर्ने अरे बोजू मलाई कुस्ती मसँग कुस्ती खेल्ने ल ल हेर लु त साँच्चै खेल्ने खेल्ने कहाँ लडी के गर्दै गयो कुप्रो तपाईँ नै लगाउनु अब आउनु त खै ला नआउने बेला भयो उयो यति साह्रो नलाउनु पर्छ टाउकोतिर त नि हो यति साह्रो होली बनाइदिएको नि मलाई बनाइदिएको मजा छ नलगाइदिएन अहिले मार्छ ऊ झन् रातो कलर चाहिँ नलगाइदिए हेलो साथीहरू स्वागत छ सुस्मिता राईको नयाँ नयाँ ताजा ताजा भिडियोमा यो फुच्चा चाहिँ कहाँ गर्छ हौ लु देख्न सक्नुहुन्छ हाम्रो मामाले चाहिँ ठुलो मामाले चाहिँ यस्तो बनाउनुहुन्छ मामाले चाहिँ सुँगुरखोर बनाइदिनु हुने अरे आमालाई अनि त्यहाँदेखि बाँस फोड्दै हुनुहुन्छ मामा फेरि यस्तो काम गर्नु त हाम्रो मामा खतरा एक्सपर्ट हुनुहुँदो रहेछ मैले थाहा पाउँदाखेरि चाहिँ यहीचोटि आउनुभएको पहिला आउनु भएको थिएन सो हाम्रो पहिला भेट भएको थिएन थाहा थिएन हाम्रो मामा खतरा यो सबै मासहरू मामाले नै बोक्नु भएको हो देख्न सक्नुहुन्छ हाम्रो सानो फुच्चे पर छ हो सानो फुच्चे आयो हुन्छ है ओइ अनि सबैजनाले ह्याप्पी होली आज चाहिँ होलीको दोस्रो दिन मतलब पहाडतिर चाहिँ हिजै खेल्छ धरानतिर मधेसतिर चाहिँ आज हो अनि हामी चाहिँ हिजो होली खेल्न पाएको थिएन अनि आज होली खेल्न लागेको छौँ फुपू भदैन दिदीबहिनीले यहाँ एक्सट्रिमरले खोल्दैछ यहाँ हेर्नु नि यो मलाई ल्याइदिएको एक्सट्रिमर तर आफै खोल्दैछ किन खोलेको खोल्दै भनेको होइन मैले भनेको थिइनँ नमिल्ने भन्न भाइ नमिल्ने एक बाइट मात्रै खाएँ राखिदिए पर फेरि कमिलाले खाइदिन्छ होला टेन्सन पो छ मेरो एक्सट्रिम चाहिँ कमिलाले खाइदिन्छ कमिला पस्छ होला त्यहाँनिर त फेरि पल्लोमा राख ल हेलो हेलो को रहेछ हौ को रहेछ यो फुच्चे भाइ आज भाइ हेर्ने ड्युटी चाहिँ मेरो छ अरे एकछिनको लागि एकछिन होइन बिहानदेखि नै हो भन्न भाइ बिहानदेखि नै हो दिदीले हेर्ने दिदीको ड्युटी म हेर्ने हो भन्न हाम्रो चाहिँ ह्याप्पी होली आउनु थाल्यो यहाँनिर ह्याप्पी होली सबैजनालाई च्या मलाई यस्तै गर्छ यो डल्लीले यस्तै गर्छ भाइलाई पनि लागेको त जम्मै हेर्न भोलि त केही पनि हुँदैन खोइ अलिक लिन सबैजनाले टिका लगाइदिए होलीको होली पर्व त मनाउनु पर्यो नि त सबैजनाले होइन भाइ खोइ दिदीको लगाऊँ ल हामी होलीमा रमाउँदैछौँ अनि टिका मात्रै लगाइदिन्छ भनेर यो के गरिदिएको हो कि डल्लीले यस्तो क्या मलाई चाहिँ धरानमा बस्दाखेरि जहिले होली आउँथ्यो नि त अनि कहिले रमाइलो लाग्दैन थियो अनि मतलब रमाइलो लाग्थ्यो तर आफू आफू चाहिँ लगाइ चाहिँ खासै गर्दैनौँ थियौँ अनि त्यहाँदेखि गर्दैनौँ थियौँ अनि त्यसपछि बाटो फेरि गाउँमा चाहिँ केटाकेटीहरूसँग थोरै हुन्छ नि त केटाकेटीहरू अनि त्यही भएर रमाइलो लाग्छ क्या होइन यो रुन्चे चाहिँ हेरिरहेको छ घरिघरि रुन्छ होइन होइन कस्तो अनौठो लागिरहेको होला कति राम्रो चप्पल ल्याइदिएको तैँले अनि मलाई चाहिँ लगाइदिस् अनि बोजूलाई बाजेहरूलाई टिका लगाइदिएन मलाई चाहिँ यति मात्रै लगाइदिएको अनि पर्खिन अनि लिएकै छैन कलर त पोखिएको थियो र बोलेको त ए उहाँ चाहिँ टिका लगाएर आउनु भएको छ नदेखाउनु मेरो डल्लीको फोटो अब यति नै होला मसँग अब तरुनी पुगी अब हिँड्छ होला कहाँ कहाँ मलाई कुरेर बस्दिनँ होला
अब कता कता पढाइतिर जान्छे होला, कता कता जान्छे होला। हमारा ह्याप्पी होली यस्ता रहेछन्। हाम्रो ह्याप्पी होली यस्तो रहेको छ। अनि त्यो टिका झर्छ नि त यहाँ हेर्नु नि, के बनाइदिएको छ कसैले यस्तो गरिदिन्छ। यहाँ तल चाहिँ लुकिरहेको छ। के गरिदिएको यो कुप्रो सबैले लगाउन अब आउनु त खै नआउने बेला भयो। उयो यति साह्रो नलाउनु पर्छ टाउकोतिर त नि। हो यति साह्रो होली बनाइदिएको नि मलाई बनाइदिएको मजा छ। नलगाइदिएन अहिले मार्छ। ऊ झन् रातो कलर चाहिँ नलगाइदिए मामाले मार्छन् फेरि। फोनलाई पनि होली लगाइसकेछ लागेछ। ह्याप्पी होली सबैजनालाई। ह्याप्पी होली। यो चाहिँ टाइम लस गरेको हो क्या मैले। अनि अब सबैजनालाई ह्याप्पी होली। हाम्रो त यस्तै भयो, होली पनि पसिनाले के भइसक्यो। अनि यो के गरिदिएको, मेरो बालभरि लगाइदिएर यतापट्टि पनि लगाइदिएको छ। ननुहाइकन भयो, म हिजो नुहाएको। अब बाई बाई गाई चाहिँ हेर्न सक्नुहुन्छ मेरो होली यस्तो रहेछ। बाजापरतिर हुनुहुन्छ, बोजू पनि रुमतिर हुनुहुन्छ। सो मैले निकालिनँ, म मात्रै निकालेँ। मलाई चाहिँ यो साल के साह्रो रमाइलो लागेको होली खेल्नु। केटाकेटीहरूसँग रमाइलो हुन्छ नि त गाउँमा, त्यही भएर। अनि हिजो मात्रै नुहाएको। यो के भएको, मेरो बोजूलाई नुहाइदिनु हुँदैन, सफा गरेर चियरमा राख्नु हुँदैन गाइसहरू। अब सुँगुरको लिदी ल्याइदिन्छु अलिकति, त्यहाँ लटपट गर्नुहुन्छ अरे। यहाँ हेर्नु नि, अब हिजोको दिन नुहाइदिएको यस्तो गर्नुहुन्छ। कति राम्रो देखेको। आहा के गर्ने अरे बोजू मलाई? मसँग कुस्ती खेल्ने? ल ल हेर लु त साँच्चै खेल्ने? कहाँ लडी होइन ल। आज त म राम्री छु, किनकि म नुहाएको थिएँ टाउको। किनकि ब्लगमा भदैनीले देखिहाल्नु भयो होला, यस्तै पोतिदिनु भएको थियो टाउकोभरि। अनि मैले चाहिँ टाउको नुहाएको हो। अनि राम्री देखिएको छु म चाहिँ। हाम्रो बजाइलाई देख्न सक्नुहुन्छ। मसँग कुस्ती खेल्नु हुने अरे मेरो बजाइ। के गरेको त अनुहार? तर साँच्चै भनेको होइन, हाम्रो बोजू कति क्युट हुनुहुन्छ क्या। अचेल त कति क्युट हुनुहुन्छ। झन् पहिला त वयसमा त, तपाईँको वयसमा त साह्रै राम्री होला नि तपाईँ त। अन्त बाजेलाई चाहिँ कसरी पत्याउनु भयो अरे? तपाईँ गोरा हो कि, तर तपाईँले चाहिँ बाजेलाई कसरी पत्याउनु भयो भन्नु न। गोरा बाजे गोरा म काली।
तपाईँ चाहिँ गरिब बाजे चाहिँ कालो साँच्चै पो त हाम्रो बोजू कस्तो क्युट हुनुहुन्छ होइन पहिला 22सम्म त झन् खोइ तपाईँको चुरा देखाउनु त कस्तो छ माथि अझै माथि यसरी यसरी देखाउनु न अस्ति मलाई देखाए जस्तो यस माथि राखेर मैले कुट्नु भनेको होइन चुरा पनि देखाउनु भनेको त तपाईँको सुनको चाँदीको चुरा छ नि यो सुनको अस्ति बोजूदेखि ल्याइदिएको क्या यो चाँदीको अर्को चाहिँ खै अर्को मैले अनि मेरो आमालाई आमालाई देख्न सक्नुहुन्छ आमा चाहिँ स्कुलमा ह्याप्पी होली भएर आएर दापिङ गर्नु कस लागिरहेछ पुरा पर्पल कलर केटाकेटीले सबैलाई दिएर नि रुद्दा 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 गरेको चस्मा फुटाइदिन्छ भन्ने चस्मा झिक्नु नपाएर 20-22 जनाले आएर एकैचोटि उमा मिस र अनिल देखाउनु हुने हो नि त मिसुवा हुनुहुन्छ भन्दै आभासमा लुक्दा पनि नसकेको दुई कोठामा उले खिचेर लुकेको को आवाज आयुषको भाइ त्यति साह्रो लुक्नु भएको नसकेर के भन्छ टेबल राखेर खुट्टाले ठेल्दा पनि नसके ल अनि आएर लुगा फेरेको यतातिर अझै छ होला जाँदाले थुत्तुर काम्दैछु मेरो त्यही हो अनि मामा माइजू भदैनी र बहिनी चाहिँ मासतिर गए आमा म बाजे बोजू मात्रै छौँ होइन अनि त्यही हो यो हाम्रो घरको यस्तो यस्तो छ मकैहरू त देखिराखेको हो अनि फुलहरू चाहिँ अहिले अस्ति म धरान गएपछि सुकी गएछ फेरि आएर पानी लगाएको राम्रै हुँदैछ यस्तो छ गाइसहरू होली त एकदम रमाइलो रमाइलो पो भयो त अनि यतापट्टिको यो प्लान्ट कस्तो क्युट क्या यो चाहिँ पिङ्क पिङ्क कलरको छ कि ला यहाँ त राम्रो देखिँदैन रहेछ तर कस्तो यो पिङ्क पिङ्क कलरको छ माथि चाहिँ रेड कलरको रहेछ क्या दुई कलरको रहेछ त्यो माथिकोलाई पनि सारिदिनुपर्छ अनि यहाँ चाहिँ यस्तो छ क्या यस्तो राम्रो कलरको छ कि यो अनि यहाँ पनि फुल्न लागिरहेको छ अब फुल्छ होला अनि यता पनि यस्तो वाइट कलरको रहेछ अनि अर्को चाहिँ कहाँ छ त अर्को प्लान्ट भन्दाखेरि यत्तिकै यहाँनिर नि मैले अस्ति सार्दिएको धेर सुक्खा लागेर यसलाई चाहिँ होइन यहाँनिर पानी अलिअलि पाउँछ नि त यो स्नेक प्लान्ट भयो यहाँ छ क्या यो चाहिँ रेड कलरको रेड होइन रेड कलरको रहेछ यो चाहिँ यसलाई पनि सारिदिने बेला भइरहेको छ त्यही हो गाइजहरू अनि यो चाहिँ रोज हो रोज कस्तो यो अनि यो पनि रोज हो सुकिसक्यो मामा यो के हो यति साह्रो आमाले त सानो धुवा बनाउनु भएको रहेछ